हेलो हेलो नमस्ते सबैजनालाई। आरामै हुनुहुन्छ? आज चाहिँ म हजुरहरूलाई केराबाट केक कसरी बनाउने त घरमै भनेर सानो प्रयास गर्दैछु है। आशा गरौँ राम्रै हुनेछ। मैले 6वटा केरा लिएँ अनि त्यसलाई म्यास गरेँ अनि त्यसलाई गिर्खा नरहने गरी म्यास गर्नु होला है साथीहरू। म्यास गरेँ अनि यति भयो। अनि कस्तो छ हजुरहरू, सन्चै हुनुहुन्छ? सबैजना को कहाँदेखि हुनुहुन्छ भन्नु होला है। अनि मैले त्यो म्यास गरेको केरालाई एउटा भाँडामा खनाएँ अनि त्यसमा 2वटा अन्डा पनि राखेँ। अनि 2वटा अन्डा राखेर त्यसलाई मजासँग घोल्नुपर्छ। अनि 2टा अन्डा राखेर मजाले घोल्ने। हुन त मसँग त्यस्तो केक बनाउने कुनै सामग्री नै छैन, तर छोराछोरीले रहर गरेपछि एउटा सानो प्रयास मात्रै गरेको हुँ। हेरौँ हुन्छ कि हुँदैन, कस्तो बन्छ म हजुरहरूलाई देखाउँछु है त। मैले त्यसमा अन्डा राखेँ अनि चिनी पनि राखेँ अनि त्यसलाई मजाले घोल्ने। मजाले म घोल्दैछु। हजुरहरू पनि यसरी नै ट्राई गर्न सक्नुहुनेछ। हुन्छ कि हुँदैन त्यो चाहिँ पछि नै हेर्ने होला। यस्तो चाहिँ भयो है, घोल्दा घोल्दै यो यत्तिको कन्सिस्टेन्सी भयो। मैले अब त्यसमा मसँग भएको आटाको पिठो, मैदाभन्दा आटा हेल्दी हुने भएकोले मैले आटा नै युज गरेँ। 1 कचौराभन्दा अलिकति थोरै आटा त्यसमा राखेँ अनि त्यसलाई पनि सँगसँगै घोल्ने। अनि मसँग फ्लेभरको लागि खासै त्यस्तो केही थिएन। अनि बच्चाले खाने मसँग एउटा ड्रिङ्किङ चक्लेट थियो अनि त्यो युज गरेँ, किनभने चक्लेटको फ्लेभर पनि आउने अनि कलर पनि थोरै फरक देखिने अनि हेर्दा पनि राम्रो देखिएला भनेर, स्वाद सँगसँगै आकर्षक पनि देखिन्छ कि भन्ने हेतुले मैले थोरै त्यो चक्लेट पाउडर पनि राखेँ अनि त्यसलाई पनि मजाले घोल्ने। म घोल्दैछु अनि मजाले घोल्ने। अनि मैले त्यसमा थोरै तेल पनि राखेँ। मसँग सनफ्लावर तेल थियो त्यसैले मैले तेल राखेँ। हजुरहरूले घिउ राखेर पनि बनाउन सक्नुहुनेछ। हेरौँ कस्तो हुन्छ थाहा छैन। मैले त्यो तेल राखेर पनि घोलिदिएँ। यस्तो भयो पिठो अनि चक्लेट। अनि हेर्नु है, मसँग 2टा अनि यो मैले बेकिङ सोडा राखेँ थोरै। यसमा चाहिँ इस्ट अथवा बेकिङ पाउडर भएको भए सायद राम्रो हुने थियो, मसँग थिएन त्यसैले मैले बेकिङ सोडा 1 चम्चा राखेँ अनि त्यो सोडा पनि घोलेर यसरी मिलाएँ। अनि त्यो पिठो हल्का गिलो जस्तो फिल भयो मलाई अनि फेरि मैले थोरै आटा राखेँ त्यसमा। अब आटा पनि त्यसरी नै राखेर फेरि पनि घोल्ने। मसँग केक बनाउने सामग्री त छैन, तैपनि बच्चाहरूले रहर गरिहाले। बच्चाको रहरको अगाडि के छ र म बनाउने कोसिस गर्छु भनेर बनाउन थालेको हो। मसँग 2टा डेरी मिल्क थियो। ल हेर्नु त साथीहरू, एउटा त मेरो छोरीले भाँचेर आधा खाइसकिन्छन् अनि मेरो छोराछोरी जस्तै हजुरहरू पनि यस्तै छन् कि कसो हो साथीहरू। एउटा चाहिँ खाइदिएछ आधा, त्यही पनि म बनाउँछु, केही छैन, जस्तो छ त्यस्तै बनाइदिन्छु। आधा चाहिँ म यसमा थोरै मसिनो टुक्रा गरेर राखिदिन्छु अनि एउटा चाहिँ मैले पछि कचौराको माथि माथि राख्नु पर्ला भनेर सोचिरहेको छु। अनि मैले यता चाहिँ मोमोको भाँडा बसालेकी छु। मसँग केकको भाँडा त छैन, तर बच्चाहरूको रहरको अगाडि कसको के लाग्छ र मैले मोमोको भाँडामा तल पानी बसालेँ। अनि मसँग सानो सानो कचौराहरू थियो अनि त्यसमा सबै कचौरामा तेल राखेँ थोरै थोरै। अनि त्यस पछाडि मैले त्यो पिठोको घोल त्यसमा कचौरामा खनाएँ, सबै कचौरामा। त्यसलाई हल्का मिलाउने, सबै मिलाइ पनि सकेँ मैले। अनि उता पानी पनि अब उम्लिसकेको छ अनि मसँग बाँकी रहेको त्यो डेरी मिल्क एउटा थियो, त्यसलाई म मसिनो गरेर काट्छु चक्कुको सहायताले। ल मैले चक्कुले मसिनो गरेर काट्दैछु
अनि आज चाहिँ यता पानी परिरहेको छ। हजुरहरूको ठाउँतिर के कस्तो मौसम छ भनिरहनुहोस् होला। अनि हजुरहरूको दिन कसरी बित्दैछ त्यो पनि भन्नु होला है। आज चाहिँ बिदाको दिन मैले थोरै बच्चाहरूको खुसीको लागि एउटा सानो प्रयास गर्दैछु। अनि त्यो बजारको केकभन्दा स्वास्थ्यको लागि यो नै धेरै राम्रो हुन्छ। यदि बच्चाहरूले मन पराउँछ भने हजुरहरू पनि कोसिस गर्नुहोस् है। पानी पनि उम्लिसक्यो। मैले मोमोको भाँडामाथि सबै कचराहरू राख्दैछु। हेरौँ कस्तो हुनेछ। म फेरि पछि हजुरहरूलाई देखाउँछु है त। 15-20 मिनट छोपेपछि कस्तो हुन्छ म फेरि देखाउँछु है। 20 मिनट पनि हुन लाग्यो। अब म हजुरहरूलाई फेरि खोलेर देखाउँछु कस्तो भएछ है त। ओहो साथीहरू यस्तो भएछ। फुल्न चाहिँ फुलेन छ तर पाक्न चाहिँ पाक्यो। मसँग फुल्ने कुरा थिएन। अनि यिस्ट हाल्यो भने थोरै फुल्थ्यो। अनि तर मसँग यिस्ट थिएन। अनि इनो हाल्ने भनेको इनोको फ्लेभर मेरो बच्चाहरूलाई मन परेन। त्यसैले मैले इनो राखिनँ। ग्यासको फ्लेभर पनि अफ गरेँ। अनि हेरौँ कस्तो हुन्छ त्यसको स्वाद। चक्कुको सहायताले मैले निकालेँ। अनि कस्तो हुन्छ मैले बच्चालाई दिँदैछु निकालेर। यसरी निकालेर दिँदैछु। हेरौँ बच्चाहरूले के भन्नुहुन्छ है त। मैले त्यसरी निकालेर नि दिएँ तर मेरो बच्चाहरूलाई चाहिँ मन पर्यो। फुल्न त फुलेन तर बच्चाहरूलाई मन पर्यो। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। धन्यवाद।